मातारी हो भाइ ए पठार भाइले बाहिर आइज त होइन के भयो टुक्ने हेर भोक लागेर भात पकाएर खाम भनेको घरमा एउटा ढेँडो चामल रहेछ लु एक महिना चामलले त पुग्छु आफू त चामल नभएर यहाँ ढेँडो खानलाई मकै पिन्न जान लागेको छु कहाँबाट दिने तँलाई चामल यस्ता गरिब त छ छिमेकी अहिले जमानाले कसले खान्छ ढेँडो बरु मागेर भने नि चामलकै भात खाइन्छ है हामी त म त यसो तेरो मन जोड्नको आयो त बिचरा कति वर्ष भयो चामलको भात खान नपाएको आफ्नो त घरमा डुङ्गुर छ चामल छोडिदिन्छु मकै आज म तँलाई एक महिना चामल ल्याइदिन्छु आज भातै पकाएर खा बोबो कसैको एक गेडो चामल खानु पर्या छैन म त यसो भैँसीलाई यो कुडो खाउनलाई पो पिस्न जान लागेको त मैले पनि तैँले के भन्दो रहेछ भनेर यसो मन पो चोरेको त मैले पनि हिजो एक बोरा बासमती चामल लिएर राखेको छु लौ न मठारी एक महिना चामलले चामलको भात खान नपाए नि वर्षौँ भइसक्यो बरु म तँलाई दसैँमा ल्याएपछि दिउँला